गर्नु होला। अनि मित्रहरू के भन्नु है, काठमाडौँको बसाइ हालत त्यस्तो छ, हेर्नु न हालत खराब छ काठमाडौँको बसाइ है। यतासरी पढाउनै पर्यो, खानै पर्यो, कोठाबाट फिर्नै पर्यो, यताउति हिँड्नै पर्यो, गाह्रो। अब ठिकै छ, हिम्मत हारेको छुइनँ, अघि बढ्ने कोसिस नै गर्दैछु र पनि। अनि साथीहरू तपाईँ कहाँबाट हेर्दै मैले सफल भएको छैन नि, म सफल भएछु भने नि साथीहरू म मेरो मम्मी बुवालाई धेरै खुसी दिन चाहन्छु कि अहिले असफल छु, किनभने मिहिनेत गर्दैछु त्यसरी पढाउनुको लागि काठमाडौँ बसेको मेरो घर छ। उदयपुर एउटामै गाउँपालिका हो, म घर बनाउने काम गर्छु। अनि यहाँ स्वास्थ्य शिक्षाको लागि काठमाडौँ बसेर सङ्घर्ष गर्दैछु। हेर्दै जाउँ के हुन्छ कसो हुन्छ, थाहा छैन जिन्दगी कहाँ पुगेर के हुनु। तपाईँहरू सामु थोरै थोरै भ्लग स्टार्ट गरेको छु, कृपया सपोर्ट गरिदिनु, माया गरिदिनु होला राजकुमार भ्लगलाई। सपोर्ट तपाईँहरूले सपोर्ट गर्नुभयो भने मान्छे बनियो। तपाईँहरूले सपोर्टै गर्नुभयो भने त म जहाँ छु त्यहीँ हो है। सबैलाई सपोर्टको आवश्यकता छ साथीहरू, एकले अर्कालाई सपोर्ट गर्नै पर्छ, त्यो हिसाबले जानुपर्छ है। एकअर्कामा हामी मिलेर अघि बढ्नुपर्छ। जिन्दगीका सङ्घर्षहरू पलहरू दिनहरू सम्झिन्छु, अझै यस्तै नै लाग्छ। के भन्ने भ्लग चाहिँ मेरो एकछिन स्टार्ट भयो साथीहरू, गन्दिएर मित्रहरू आउनुहोस्, सपोर्ट गर्नुहोस् मलाई, म पनि तपाईँहरूलाई सपोर्ट गर्नेछु। यो काम धेरै अघि बढाउनु। अनि के भनौँ खै, बोली नै आउँदैन कि बोल्नै आउँदैन कि तपाईँ भिडियो सुरु गरौँ नि। पहिले चाहिँ कि अब यो बोल्छु म, यो कन्टेन्टलाई क्रिएट गर्छु भनेर चाहिँ मनमा आइरहेको हुन्छ कि जब क्यामेरा खोलेर बोल्नु स्टार्ट गऱ्यो नि तब मनदेखि बाहिरै आउँदैन कि। यो गानी चाहिँ मैले एकदम खतम बानी हो कि म, यही गानीदेखि चाहिँ म एकदम टाढा छु कि, टाढाभन्दा पनि कहाँ छु कहाँ चाहिँ भन्छु कि। बोल्नलाई पहिले चाहिँ धेरै स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ अब यो बोल्छु भनेर चाहिँ मनमा लागिरहेको हुन्छ कि। तर जब क्यामेरा खोलेर अनि भिडियो स्टार्ट गऱ्यो कि त कता कता हराइहाल्छ कि। त्यसरी यो बानीलाई चाहिँ सुधार्नु पर्ने छ, तर कसरी हो बोलीमा कन्फिडेन्स छैन, बाटोतिर भिडभाडतिर बोल्न अलिक लाज हुन्छ साथीहरू। त्यही भएर म रुममा एक्लै छु आज, एक्लै। पनि श्रीमती रात्रितिर स्कुल गएको छ पुर्याउन, अनि त्यही त्योमा चाहिँ मैले आज भ्लग गरेको हो। एक्लै बुढी भयो भने फेरि बोल्नु लाज लाग्छ कि, गीत ल्याउँछ जस्तो लाग्छ कि। त्यही भएर बुढीलाई पनि प्रायः म भिडियो बनाउँदिनँ, त्यतिखेर बनाउँछ भने र छोटो छोटो मात्रै बनाउँछु श्रीमतीमा चाहिँ। अनि आज चाहिँ उता स्कुल गएको, स्कुलबाट चाहिँ अनि यो त